हेलो एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको दिन भने चाहिँ यस्तो रमाइलो घाम टनटन लागेको सफा दिन भएको छ। आज चाहिँ हामी यहाँ कोपी रोपौँ भनेर चाहिँ यहाँ कोपी रोप्ने दिदीहरू मैले बोलाएको छु। आज हामी यहाँ छिटो सब काम धन्दा सकेर चाहिँ हामी अब कोपी रोप्छौँ। दिदीहरू आएपछि चाहिँ र दिदीहरू पनि आइपुग्नु भयो। दिदीहरू आइपुग्नु भएर चाहिँ यहाँ कसैले पानी कसैले यहाँ खन्ने सामानहरू बोकेर चाहिँ हामी यहाँ बारी जान लागिरहेको छौँ। अन्त हामी चाहिँ यहाँनिर बारी पनि पुगिसक्यौँ। कसैले यहाँ सिट्टा उखाल्नु हुँदैछ, कसैले घाँस उखाल्नु हुँदैछ। यहाँनिर यहाँ हाम्रो बहिनी चाहिँ ऊ यसरी नै टाउकोमा बाँधेर चाहिँ ऊ पुरा रहर गर्छ नि त, यसरी बाँधेर बसिरहेको छ। ऊ पनि खन्ने अरे बारी भनेर बसिरहेको छ। अन्त यहाँ चाहिँ बारीहरू खन्नु थाल्नुभयो हाम्रो नानीले, दिदीहरूले पनि बारीहरू खन्नु थाल्नुभयो। खन्दा खन्दै यहाँनिर अन्त 12 बज्यो भनेर चाहिँ म चाहिँ यहाँनिर तपाईँहरू चाहिँ खन्दै गर्नुहोस् है भनेर चाहिँ म चाहिँ यहाँ घरमा चिया पकाउनु जान्छु भनेर चाहिँ चिया पकाउन आएँ। म यहाँनिर चिया पकाउन आएँ। अन्त चिया बसाउन थालेँ। दुईवटा चिया पकाउनुपर्छ नि त, एउटा दुधको एउटा फिक्का चिया पकाउनुपर्छ। दुईजनाले दुधको खानुहुन्न, हामी दुईजना चाहिँ दुधको खान्छौँ। अन्त दुईवटा चिया पकाउनुपर्छ। दुधको र अर्को फिक्का चिया पकाउनुपर्छ। दुईवटा चिया पकाएर चाहिँ लानुपर्छ। मेरो यहाँ चिया चाहिँ रेडी हुनु आँटेको छ। चिया रेडी भएपछि चाहिँ म चाहिँ यहाँनिर अब तल बारीमा लिएर जान्छु। बारीमा लिएर गएर चाहिँ दिदीहरूलाई दिनुपर्छ। चिया चाहिँ अब रेडी हुनु आँटेको छ। अब चाहिँ म चिया रेडी भएपछि चाहिँ लान्छु। चिया सिया लिएर आएर पनि मैले यहाँ दिदीहरूलाई दिइसकेको छु। दिदीहरूले चिया खानुहुँदैछ यहाँ बसेर टनटन घाममा। अब चाहिँ यहाँ गर्दै गर्नुहोस्, म चाहिँ खाजा बनाउनु जान्छु है भनेर म चाहिँ खाजा बनाउन आएँ। अन्त खाजामा चाहिँ म चाहिँ यहाँनिर आँटाको थुक्पा बनाउनु पऱ्यो भनेर चाहिँ आँटाको थुक्पा बनाउनु लागिरहेको छु। मलाई पनि मनपर्छ, नानीले पनि पुरा मन पराउँछ नि त आँटाको थुक्पा चाहिँ भनेर चाहिँ म चाहिँ आँटाको थुक्पा बनाउनु लागेँ। घाम पनि टनटन पुरा लागिरहेको छ, पुरा गरम भइरहेको छ नि त आजको दिन पनि। अन्त कोपी रोपेको न कोपी हुने हो भनेर चाहिँ टेन्सन भयो। यहाँनिर चाहिँ मैले चाहिँ डल्लोसल्लो पारेर चाहिँ बेलेर चाहिँ यहाँ पिठो सिठो छर्केर चाहिँ अब डल्लो पारेर चाहिँ मैले यहाँनिर अब छुरीले चाहिँ काट्छु। छुरी काट्यो भने चाहिँ टाइम पनि वेस्ट हुँदैन, यो थुक्पा पनि राम्रो हुन्छ, तन्किँदैन, बेसी तन्किँदैन नि त थुक्पा चाहिँ राम्रो हुन्छ यसरी काट्यो भने चाहिँ। यो काटिसकेपछि चाहिँ यसरी अलिअलि खोलेर चाहिँ अलिअलि पिठो लगायो भने चाहिँ सबै खोलिन्छ, यसरी खोलिन्छ। खोलिसकेपछि चाहिँ त्यहाँदेखि त्यहाँनिर प्लेटमा राख्नु गएँ। त्यहाँदेखि फेरि अर्को डल्लो टिपेर चाहिँ म चाहिँ यहाँ फेरि अर्को डल्लो बेल्न लागेँ। गरेर सबै सक्यो। अनि मेरो यहाँनिर खाजा पनि रेडी भयो। खाजा रेडीसेडी भएर चाहिँ दिदीहरूलाई पनि मैले खाजा खानु बोलाएँ। दिदीहरू पनि खाजा खानु आउनुभयो। अन्त नानीहरू पनि छ यहाँ खाइरहेको छ। अन्त खाजासाजा खाइसकेपछि चाहिँ म चाहिँ यहाँनिर कोपीको बिउ उखाल्नु माथि गएँ। कोपीको बिउ उखाल्दै छु। यहाँनिर कोपीको बिउ उखालिसकेपछि चाहिँ अब यो लिएर चाहिँ म तल जानुपर्छ। कोपीको बिउ उनीहरू चाहिँ खन्दै होला। यहाँनिर चाहिँ खन्नु हुँदै रहेछ। दिदीहरूले चाहिँ यहाँ डोक खन्नु हुँदै रहेछ। यहाँनिर मल पनि बोक्नु हुँदै रहेछ। अन्त हामी अब रोप्छौँ कोपी। हामी कोपी पनि रोप्दैछौँ यहाँनिर। कोपी पनि रोपिसक्नु आँटेको छ। त्यही हो, कोपी सोपी रोपराप गरेर सकेर चाहिँ छुट्टी हुन्छ। कोपी रोपिसक्नु आँटेको छौँ, सबै सक्यो। कोपी सोपी रोपिसकेर चाहिँ छुट्टी भयो।